नेपालको पवित्र भूमिमा जमिनको करिब 100 फिट मुनि एउटा यस्तो रहस्यमय धाम लुकेको छ जहाँ पुग्ने बित्तिकै कानमा गुन्जिन्छ एक भयावह विशाल झरनाको गर्जन। यो झरना कुनै सामान्य पानी होइन, यो त धरतीलाई चिर्दै सिधै गुफाभित्र खस्ने अद्भुत दृश्य हो। यो कथा धेरै पुरानो होइन, तर सयौं वर्षसम्म यो पवित्र गुफा संसारको आँखाबाट पूर्ण रूपमा लुकेर रह्यो। भनिन्छ केही स्थानीय बासिन्दाले एक दिन जमिनमा बनेको अचम्मको प्वालमा ध्यान दिए। त्यो प्वालबाट लगातार गुन्जिरहेको थियो पानीको अस्वाभाविक गर्जन। हिम्मतका साथ जब उनीहरूले त्यो प्वाललाई विस्तार गरे र भित्र पसे, उनीहरूले एउटा अद्भुत दृश्य देखे। उनीहरू पुगेका थिए जमिन मुनि लुकेर बसेको एक अद्भुत अलौकिक संसारमा। भित्र उनीहरूले देखे एक लामो घुमाउरो गुफा जसको अन्तिम किनारमा झल्कदै थियो एउटा स्वयम्भूको शिवलिङ्ग। त्यो दिव्य दर्शनले उनीहरू स्तब्ध भए। त्यस क्षणदेखि यस गुफालाई नाम दिइयो गुप्तेश्वर महादेव, अर्थात् लुकेको भगवान शिव। र यो चमत्कारी स्थान अवस्थित छ नेपालकै सौन्दर्य शहर पोखरामा।